अहिले कर्मचारीहरू एकदमै डिप्रेसनमा छन्। मैले हिजो मात्र एकजना साइकोलोजिस्टसँग कुरा गरेको थिएँ। अहिले धेरैभन्दा धेरै कर्मचारीहरू चाहिँ एन्जाइटी र डिप्रेसनका बिरामी भइरहेका छन् र उनीहरू उपचारको लागि आइरहेका छन् भन्ने मैले सुने। उहाँले मलाई कसरी भनेर पनि बताउनु भएको थियो। र यसमा चाहिँ के देखियो भने अहिले कर्मचारीहरू जुन पुराना कर्मचारीहरूको एउटा संस्कार थियो, सही गरिसकेपछि त्यो तलबको लागि तलबलाई सही गरेको, जनताको सेवाको लागि म सही गरिरहेको छु भन्ने ठान्दैन थिए उनीहरू ठान्थे यो सही गरिसकेपछि मलाई यहाँबाट पैसा आउनुपर्छ। तर त्यो पैसा अहिले रोकिएको छ। जुन टेबल मनीबाट र दलाल बिचौलियाहरूबाट आउने पैसा थियो त्यो रोकिएको छ। उनीहरूले अब केवल तलबमा मात्र काम गर्नुपर्ने अवस्था आएको छ। त्यो भएको कारणले यिनीहरूलाई एन्जाइटी बढेको छ अहिले र दबाब पनि छ काम गर्नुपर्ने। यति दिनभित्रमा 7 दिनभित्रमा तिमीले त्यो फाइल गर्न सक्दैनौ भने किन गर्न सक्दिन भन्ने कुरा जनाएर माथि पठाउनुपर्छ भन्ने जुन दबाब सिर्जना भएको छ, यो नेपालको अहिलेको कर्मचारी जुन राणाकालीन सोचको कर्मचारी छ त्यो कर्मचारीको लागि ठुलो धक्का भएको छ। र अहिले 25% नयाँ कर्मचारीहरू ल्याउनुपर्छ डिजिटल ज्ञान भएका भन्ने कुरा पनि आएको छ। तर म त 25%ले पुग्छ जस्तो मलाई चाहिँ लाग्दैन। 40% कर्मचारीहरू कम्तीमा पनि बदल्नुपर्छ र नयाँ ल्याउनुपर्छ भन्ने मेरो मान्यता छ। ती पुरानाहरूलाई पनि अन्यायपूर्ण तरिकाले हटाउनुपर्छ भन्ने होइन। तिनीहरूलाई केही सुविधाहरू दिएर उनीहरूलाई निकाल्ने र नयाँ युवाहरू अहिले जुन जोस जाँगरका साथ काम गर्ने युवाहरू छन् ती युवाहरूलाई लिएर हामी यो देश चलाउन सकियो भने मात्र यो सरकार फेलियर हुँदैन। नत्र यिनै कर्मचारीलाई राखेर लामो समयसम्म यो सरकार टिक्छ र यो सरकारले यही स्मुथली अहिलेकै तरिकाले काम गर्न सक्छ भन्ने कुरामा मलाई विश्वास लाग्दैन। किनभने यो कर्मचारीलाई धेरै कुरा थाहा छ। पहिला हामी के भन्थ्यौँ, विदेशीले सरकार बदल्दो रहेछ यो देशमा भन्थ्यौँ हामी। होइन, यो देशका कर्मचारीहरूले नै सरकार बदल्थे। यिनीहरू सरकार बदलै गरेपछि यिनीहरूका नीतिहरू यिनीहरूले आफ्नो तरिकाले काम गर्न पाउँथे र त्यो कारणले गर्दाखेरि यिनीहरूले सरकार बदल्नमा यिनीहरू लागिरहन्थे। यो पछिल्लो सरकार बदल्न, योभन्दा अगाडिका सरकारहरू बदल्न र 16 पटकसम्म सरकार बदलिनुको मुख्य कारणमा यहाँको कर्मचारी तन्त्रको पनि ठुलो हात छ भन्ने कुरा हामीले बिर्सनु हुँदैन। र अहिलेसम्म यो देशमा जुन सफल प्रधानमन्त्री हुनुपर्थ्यो, काम गर्न खोज्ने केही प्रधानमन्त्रीहरू थिए, तिनीहरूले काम गर्न नसक्नुको प्रमुख कारण पनि यो कर्मचारी तन्त्र हो, यो ब्युरोक्रेसी हो। यो देशमा अहिलेसम्म डेमोक्रेसी भनेर हामी भनिराखेका थियौँ, होइन, यो ब्युरोक्रेसी, यो कर्मचारी नोकरशाही तन्त्र थियो यो देशमा। नोकरहरूले मालिकहरूमाथि शासन गरिरहेका थिए, भनेको जनतामाथि शासन गरिरहेका थिए। त्यो कारणले गर्दाखेरि यिनीहरूले आफ्नो लागि, अहिले तपाईँले सुनि पनि राख्नु भएको छ, त्यो एउटा 1200 रुपियाँको गन त्यो सम्झिनुहोस् एकपटक